दैनिक स्वर्गीय मन्ना फेब्रुअरी 19। शुद्ध हुनेहरूका निम्ति सबै थोकहरू शुद्ध छन्, तर अशुद्ध हुनेहरू र अविश्वास योग्यहरूका निम्ति कुनै पनि कुरा शुद्ध छैन। तर तिनीहरूका मन र विवेक दुवै अशुद्ध भएका हुन्छन्। तिनीहरूले हामी परमेश्वरलाई चिन्छौँ भन्ने दाबी त गर्छन्, तर कामहरूद्वारा चाहिँ उहाँलाई इन्कार गर्छन्, किनकि तिनीहरू घिनलाग्दा, अनाज्ञाकारी र हरेक असल कामका लागि अयोग्य हुन्छन्। तीतस 1:15 र 16। डाइग्लट। यस पदहरूको व्याख्या यस प्रकारको रहेको छ। यो कस्तो दर्दनाक अवस्था हो र प्रभुका सबै जनहरू आफूमा शुद्ध हृदयहरू, शुद्ध मस्तिष्कहरू मात्र राख्ने होइन, तर आफ्नो विवेकहरूलाई धेरै कोमल र प्रभुको वचनको नजिक राख्न कति धेरै होसियार हुनुपर्दछ। यो अवस्था परमेश्वरले हामीलाई दिनुभएको उहाँको प्रेमको व्यवस्थाको मापदण्डद्वारा बारम्बार र कडाइका साथ आफैलाई न्याय गरेर मात्र कायम राख्न सकिन्छ। म घमण्ड वा अति लालचको पहिलो दृष्टिकोण महसुस गर्न चाहन्छु, मेरो इच्छाको भट्कनलाई समात्न र बल्दै गरेको आगो निभाउन।